विमल, यो सर्वे क्याम्प एजेन्ट क्लास क्याप्टेन समग्रमा कस्तो रह्यो? नगरको बसाइ, काम गराइ, अनुभव कस्तो रह्यो? यहाँ चाहिँ एकदमै सहज वातावरण थियो र हामीले चाहिँ सर्वे क्याम्प चाहिँ 10 दिनको रहेको थियो र जसमा चाहिँ अब हाम्रो कलेज प्रशासनले एकदमै सहयोग भावपूर्णले अनि हाम्रो एक्सटर्नल सरहरूले हामीलाई चाहिँ राम्रोसँग सिकाउनु भएको थियो र हामीले चाहिँ यसभित्र चाहिँ टोपोग्राफी सर्वे चाहिँ 5 दिनको थियो, अनि रोड सर्वे चाहिँ 1.5 दिन, ब्रिज सर्वे पनि 1.5 दिन, त्यसै गरी अब हाम्रो फोटोग्राफी सर्वे चाहिँ हाम्रो चाहिँ ड्रोन सर्वे चाहिँ त्यो लास्टको 1 दिनमा थियो र हामीले चाहिँ यसमा धेरै कुराहरू सिक्न पायौँ, जसमा चाहिँ अब पहिला चाहिँ हाम्रो थ्योरिटिकल नलेज थियो। अब यता आइसकेपछि हामीले चाहिँ के भयो भने चाहिँ प्र्याक्टिकल नलेजमा हामीले चाहिँ अब बढी हाम्रो चाहिँ त्यसमा चाहिँ पानीले तपाईँहरूलाई कतिको डिस्टर्ब गर्यो? अब पानीले पनि हामीलाई चाहिँ धेरै अवरुद्ध गर्यो, तर चाहिँ हामीले चाहिँ त्यसलाई कभर गर्यो। बिहानको नास्ता खानुभन्दा अगाडिको त्यो टाइममा चाहिँ हामीले चाहिँ त्यसलाई 1.5 घन्टा त्यो बेला चाहिँ हामीले चाहिँ त्यसलाई रिकभर गरेको। त्यसो भए झै झगडा मनमुटाव त्यस्तो केही भएन साथीहरूमा ग्रुपमा? त्यस्तो केही भएन सर। अब साथीहरूसँग पनि अब रमाइलो गर्दै हामीले चाहिँ यहाँ चाहिँ कुराहरू त्यो सिकेर मात्र नै कि अब रमाइलो गर्दै सिकेका थियौँ। अब अर्कोपल्ट सर्वे क्याम्प आउन मौका मिल्यो भने चाहिँ आउने कि नआउने? पक्कै आउने। ल निशा, तिमीलाई सर्वे क्याम्पको एक्सपिरियन्स कस्तो भयो? राम्रो भयो सर। कस्तो हामी 17 गते निस्केथ्यौँ, फर्स्ट आउँदा त हाम्रो कस्तो ठाउँ हो, डाँडा पारी जस्तो भइरहेको थियो, बट पछि राम्रो लाग्यो यही प्र्याक्टिकल गर्न। आज 28th डे भइहाल्यो, मतलब 17 देखि 28 डे भइहाल्यो, लगभग 9 डे भइहाल्यो आज। भोलि अब जाने भनेर, बट यो पनि मिस गर्छौँ के ठाउँ। अहिले यति बेला प्र्याक्टिकल गर्थ्यौँ, तर अहिले पनि प्र्याक्टिकल छैन त, तर पनि त्यो पनि मिस भइरहेको के। रमाइलो हो सर। फर्स्टमा आउँदाखेरि त खोइ कता आएको जस्तो लागेको थियो, नराम्रो लागेको थियो। फर्स्टमा आउने बेला त किन आए जस्तो लागेको थियो, अब पनि नराम्रो लाग्दैछ कि अब यहाँबाट जानुपर्छ भनेर। बिहान उठ्न चाहिँ अलिक गाह्रो हुन्छ। अलि मनमुटाव चाहिँ भयो, झगडा चाहिँ आउँदा चाहिँ अर्कै लागेको थियो। म त 10 दिन कति 12-13 दिन हो नि, त्यो दिन कसरी कटाउँदा सोचिरहेको थिएँ। कस्तो फर्स्ट दिन गएको दिन त म बिहान उठेर बाबरे यति धेरै प्र्याक्टिकल गर्न मलाई दिनभरि खुट्टा दुखेर म त कहाँ जाने भनेर जस्तो भएको थियो। अनि हल्का त्यस्तै भएको थियो अनि बिचमा त्यस्तै भएको थियो। अनि त्यसपछि सर्ट आउट भएर आजकल राम्रो साथीहरू भइहाल्यो, हाम्रो ग्रुपमा पनि राम्रो छ। झगडा त भएन नि? त्यस्तो भएन, हल्का त भइहाल्छ नि, हल्का त भइहाल्छ। अनि सर्ट आउट भइहाल्यो, राम्रो छ। अब मिस गर्छ यो ठाउँ। कस्तो रह्यो समग्रमा? राम्रो भयो, ठाउँ पनि राम्रो छ फेरि, अनि सर्वे क्याम्प पनि राम्रै भयो। अझै पनि सर्वे क्याम्प आउनु पायो भनेपछि आउने कि नआउने? नै सर्वे क्याम्प 10 दिनमा धेरै रमाइलो भइहाल्यो। अब योभन्दा बढी अझै गर्न पायो भनेपछि बस्न पायो हुन्छ जस्तो लागेको छ कि छैन? ठिकै। प्रकृतिको कस्तो रह्यो समग्रमा? रमाइलो भयो। सुरुमा त बानी नभएर होला, काम गर्न पनि गाह्रो भयो। सब चिज अब सबै कुरा बिर्सिसकेको थियो नि त। थ्योरी एक सेमेस्टर अघि नै थ्योरी पढेको होला थियो, अनि पुरै बिर्सिसकेको थियौँ। अनि त्यो गर्दै पछि सजिलो जस्तो भयो काम पनि। अनि पानीले पनि धेरै गाह्रो गरायो हामीलाई। पानी परेर आजको काम बाँकी रहने, भोलि बिहानै 5 बजे उठाउने के सर, उठ्नु पर्ने हो, 5 बजे हाजिर लाउने। त्यही भएर गाह्रो भयो, नत्र 7 बजेदेखि काम गर्नु पर्यो त त्यस्तो गाह्रो हुन्थेन होला। बिहानै 6 बजे उठाउने, राति 10 बजे काम गराउने, क्लास गराउने भनेर सरलाई कुट्न मन लाग्यो कि लागेन? सरहरूले मेरो सपना सुन्थ्यो कि नै? सपना सुन्थ्यो। रमाइलो भयो। फेरि आज त धेरै नरमाइलो लाग्दैछ। अब सब कुरा माथि सिँढीहरू सबै उकालो ओह्रालो चढ्न पाए हुन्थ्यो भन्ने त्यस्तो अब त बानी परिसक्यो जस्तो भइसक्यो सर। रामलाई सर्वे क्याम्पको एक्सपिरियन्स कस्तो रह्यो समग्रमा? सर्वे क्याम्प चाहिँ सर हाम्रो राम्रै भयो होइन। हाम्रो चाहिँ जे सिक्नु पर्ने थियो फिल्डमा, जो हामीले थ्योरिटिकल पढेको थियौँ त्योभन्दा 10 गुणा भन्दा नि बढी हामीले यहाँ सिक्न पायौँ, हामीले देख्न पायौँ, भोग्न पायौँ होइन। जो हामीले थ्योरिटिकलमा जो हामीले खालि त्यो लेखेर सुनेर मात्र पढ्नु, त्यो थ्योरिटिकल मात्र पढेको थियौँ, त्यसलाई
फिल्डमा हामीले त्यसलाई उतारेर अनि त्यो के हुन्छ कस्तो हुन्छ र त्योबाट हामीले पाउने फल के हो त्यो हामीले पायौँ। राष्ट्रिय कस्तो रह्यो यो सालको सर्वे क्याम्प 2022 साल? धेरै राम्रो सर। हामी 2082 एक महिना 17 गते आयौँ। आज लास्ट 2082 एक महिना 27 गते आज हिँड्ने हो। हामी भोलि धनगढी हिँड्छौँ। ठिकै भयो सर, राम्रै भयो। यस, रमाइलो भयो, मौसम ठिक छ, रमाइलो भयो सर। नारायण, यो नास्टको सर्वे क्याम्प पनि आज 10औं दिन हो। तपाईँलाई नास्टको विद्यार्थीहरूलाई सेवा गर्न कस्तो फिल भयो? दुःख सुख दिए कि दिएन? नास्टको विद्यार्थीहरू एकदमै सकुशल आरामदायी बसाइ भयो। यहाँ आउँदाखेरि हामीलाई त्यस्तो दुःख भन्ने उहाँहरूले खासै दिनु भएन। हामीले उहाँहरूलाई सेवा गरेर हामी एकदमै खुसी छौँ। नास्टका विद्यार्थीहरू अरू कलेजका विद्यार्थीहरूभन्दा अधिकारी भेट्नुभयो कि हल्ला सल्लाह गर्ने त्यस्तो छैन? एकदमै छैन, त्यस्तो केही भेट्दैन। एकदम डिसिप्लिनमा आफ्नो डिसिप्लिन अनुसार बसिराख्नु भएको। अझै पनि विद्यार्थीहरू नास्टका विद्यार्थीहरू आउनु भन्ने चाहनुहुन्छ कि? चाहनु, एकदमै चाहनु छ। धेरै आउनु चाहिँ अझ साथीहरूसँग मित्रता गाँस्न पाइयोस् भन्ने चाहनु छ। नास्ट कलेजका विद्यार्थीहरू समग्रमा तपाईँलाई कस्तो लाग्यो सर्वे क्याम्प ड्युरेसन गरी? नास्टको यस्तो छ सर, नास्टको विद्यार्थीहरू चाहिँ समग्रमा भन्नुपर्दा अलि शालीन भद्र टाइपको, उनीहरूसँग चाहिँ काम गर्नलाई सहज हुने खालको, सानोतिनो कुराहरूमा चाहिँ त्यो रियाक्सन नगर्ने होइन, त्यस्तो टाइपको छ। एकदम ठिक छ। उनीहरूसँग काम गर्दाखेरि केही त्यस्तो अप्ठ्यारो भइहाल्यो भने पनि तपाईँको एउटा सौहार्दपूर्ण तरिकाले चाहिँ यसो गरौँ भनेर चाहिँ एउटा हुन्छ नि, फेमिलियर रूपमा नै बित्यो हाम्रो 8-10 दिन। राम्रै भयो उनीहरूको। अब उनीहरूसँग बसाइ एकदम यादगार भयो मलाई। समग्रमा भन्नुपर्दा सर्वे क्याम्प राम्रै भयो। जुन विद्यार्थीहरूले सिक्नुपर्ने थियो उहाँहरूले पूर्ण रूपमा सिकेर जानुभयो र यो साल अलि टाइम चाहिँ अभाव भयो। ड्रोन पनि थप भयो र नयाँ ड्रोन पनि सिक्ने अवसर पाउनुभयो यो सालका विद्यार्थीहरूले। तपाईँलाई